काठमाडौँ उपत्यकाको एउटा सानो टोलमा शर्मा परिवार बस्थ्यो। परिवारमा आमा, बुबा र दुई छोराछोरी थिए। बुबा रमेश शर्मा एउटा निजी कम्पनीमा जागिरे थिए। उनी आफ्नो परिवारलाई निकै माया गर्थे र सधैँ उनीहरूको भविष्यको चिन्ता लिन्थे। तर एउटा कुरामा भने उनी अल्छी गर्थे, जीवन बिमा गराउने कुरामा। एक दिन कार्यालय जाने क्रममा बाटोमा उनको भेट आफ्नो पुरानो साथी सागरसँग भयो। सागरले भर्खरै आफ्नो जीवन बिमा गराएको कुरा सुनाउँदै थियो। रमेशले हाँस्दै भने, के आवश्यक छ र यत्रो बिमा गरेर? भोलि के हुने हो के थाहा? तर आज खाउँ रमाउँ, म त किस्ता तिर्नुभन्दा पनि त्यही पैसाले राम्रो खानेकुरा किनेर खान्छु। सागरले गम्भीर हुँदै भने, मलाई थाहा छ रमेश, तिमी सही छौ, तर यो बिमा त परिवारको भविष्यको सुरक्षाको लागि हो। आज हामी छौँ, भोलि नहुन पनि सक्छौँ। त्यो बेला हाम्रो परिवारलाई आर्थिक सहारा चाहिन्छ। रमेशले सागरको कुरा टाढिदिए र आफ्नो बाटो लागे। उनलाई लाग्थ्यो जीवन बिमा गर्नु भनेको पैसाको बर्बाद गर्नु हो। आफू स्वस्थ छु, केही हुँदैन भन्ने ठान्थे। केही महिनापछि एक दिन रमेशलाई अचानक ज्वरो आयो। सामान्य ज्वरो ठानेर उनले वास्ता गरेनन्, तर केही दिनमै ज्वरोले गम्भीर रूप लियो। अस्पताल जाँदा थाहा भयो उनलाई निमोनिया भएको रहेछ र अवस्था गम्भीर छ। एक हप्ताको उपचारपछि पनि रमेशको स्वास्थ्यमा सुधार आएन। अन्ततः 3 हप्ताको लामो सङ्घर्षपछि उनले त्यो संसार छोडे। उनको अन्त्येष्टि गर्दा उनको श्रीमती सीता र दुई छोराछोरीले के गर्ने, कहाँ जाने, केही सोच्न सकेनन्। रमेशले जीवनमा केही बचत गरेका थिए, त्यो पनि अन्त्येष्टि खर्च र अस्पतालको बिल तिर्दा तिर्दै सबै सकियो। अब घर खर्च कसरी चलाउने भन्ने चिन्ताले सीताको मन भारी भयो। एक दिन सागर सीतालाई भेट्न आए। उनले रमेशको मृत्युको खबर सुनेर शोक मनाउन आएका थिए। सीताले आफ्नो अवस्था सुनाइन्। सागरले सुनेर गम्भीर हुँदै भने, रमेशले जीवन बिमा गरेको भए आज तपाईँलाई यो अवस्था आउने थिएन। मैले धेरै पटक भनेको थिएँ, तर उनले मानेनन्। सीताको आँखाबाट आँसु झर्यो। उनले भनिन्, हो, अब थाहा भयो जीवन बिमाको महत्त्व। रमेशले नगरेर मात्र भएन, मैले पनि उहाँले सम्झाउन सकिनँ। सागरले सीतालाई सानोतिनो आर्थिक सहयोग गरे, तर त्यो धेरै दिन पुग्ने अवस्था थिएन। सीताले सिलाइ काम सिकेकी थिइन्, त्यसले छिमेकीको घरमा सिलाइ गरेर केही कमाउन थालिन्, तर त्यो कमाइले दुई छोराछोरीको पढाइ र घर खर्च धान्न गाह्रो हुन्थ्यो। रमेशको छोरा पढाइमा इन्टेलिजेन्ट थियो। उसले आमालाई दुखी देखेर भन्यो, आमा, म पढाइ छोडेर काम गर्छु, तपाईँलाई सहयोग गर्छु। सीताले छोरालाई अँगालो हालेर भनिन्, त्यसो नभन छोरा, तिमी पढ, राम्रो मान्छे बन, तिम्रो बाबुको सपना थियो तिमी ठुलो मान्छे बन्ने, म जसरी भयो भने तिमीलाई पढाउनेछु। यसरी शर्मा परिवारले दुःखका दिनहरू काटिरहेको थियो। रमेशको मृत्युको 2 महिना बित्यो। एक दिन सागर फेरि सीता कहाँ आए। उनले एउटा खाम सीतालाई दिए। सीताले खाम खोलेर हेरिन्। त्यो एउटा बिमा कम्पनीको पत्र थियो। पत्रमा लेखिएको थियो, श्री रमेश शर्माले गरेको जीवन बिमाको रकम रु 10 लाख उहाँको निधन भएकोले उहाँकी पत्नी श्रीमती सीतालाई भुक्तानी गर्न स्वीकृत भएको छ। सीता छक्क परिन्। यो के हो? रमेशले त जीवन बिमा गरेका थिएनन् त? सागरले मुस्कुराउँदै भने, हो, उनले गरेका थिएनन्, तर मैले उनको नाममा बिमा गरेको थिएँ, किनकि म उनको सबैभन्दा मिल्ने साथी थिएँ। उनले नगरे पनि मैले उनको परिवारको भविष्य सुरक्षित गर्न चाहन्थे। सीताको आँखा रसाए। उनले सागरलाई हात जोडेर भनिन्, तपाईँ साँच्चै हाम्रो अभिभावक हुनुहुन्छ। रमेशले यस्तो साथी पाएर धन्य भए। सागरले भने, यो पैसा रमेशको परिवारको हो। उसले आफ्नो जीवनकालमा गर्न नसकेको काम मैले गरिदिएको मात्र हो। अब यो पैसाले तपाईँको छोराछोरी राम्रोसँग पढ्न सक्छन्, तपाईँको घरको आवश्यकता पूरा हुन सक्छ। त्यस दिनपछि शर्मा परिवारको जीवनमा केही आशाको किरण देखियो। सीताले बिमा कम्पनीबाट आएको पैसाले केही व्यवसाय सुरु गरिन्। रमेशको छोराले राम्रोसँग पढेर इन्जिनियर बन्न सफल भए। उनकी बहिनीले पनि राम्रो अङ्क ल्याएर पढाइ पुरा गरिन्। आज शर्मा परिवार आर्थिक रूपमा सबल छ। उनीहरू आफ्नो घरमा सुखपूर्वक बसिरहेका छन्। तर सीता सधैँ आफ्नो छिमेकी र आफन्तलाई एउटा कुरा भन्ने गर्छिन्, जीवन बिमा भनेको मरेपछि मात्र होइन, जीवित परिवारको सुरक्षाको लागि हो। हरेक व्यक्तिले आफ्नो परिवारको भविष्य सोचेर जीवन बिमा गराउनुपर्छ। आज तपाईँ हुनुहुन्छ, भोलि नहुन पनि सक्नुहुन्छ। त्यो बेला तपाईँको परिवारलाई सहारा चाहिन्छ। रमेशको छोरा आज ठुलो कम्पनीमा इन्जिनियर छ। उसले आफ्नो पहिलो तलब आएपछि सबैभन्दा पहिले आमाको नाममा जीवन बिमा गरायो। आमालाई अचम्म लाग्दा उसले भन्यो, आमा, बुवाले गर्न नसकेको काम म गर्दैछु। यो बिमा तपाईँको लागि होइन, हाम्रो परिवारको भविष्यको सुरक्षाको लागि हो।
बुबाको मृत्युपछि हामीले भोगेको कठिनाई अरू कसैले नभोगुन्। सीताको आँखा भरिए, तर यो पटक दुःखले होइन, गर्वले। उनको छोराले बुबाको गल्ती दोहोऱ्याएनन्, बरु त्यसबाट पाठ सिक्यो। यसै शर्मा परिवारको कथाले हामीलाई सिकाउँछ कि जीवन बिमा केवल एउटा कागजको टुक्रा होइन, यो हाम्रो परिवारको सुरक्षा कवच हो। हामी नभए पनि हाम्रो परिवारले दुःख नपाओस् भन्ने सोचाइ हो। त्यसैले आजै सोच्नुहोस्, आफ्नो परिवार र आफ्नो परिवारको भविष्य सुरक्षित गर्न जीवन बिमा गराउनुहोस्। जीवन बिमा भनेको मृत्युको लागि होइन, जीवनको लागि हो। तपाईँले यो कथा कस्तो लाग्यो? मन पर्यो भने लाइक गर्नुहोस्, साथीभाइ समक्ष पुर्याउन सेयर गर्नुहोस्। साथै यस्तै वास्तविक घटनामा आधारित कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिच्नुहोस्। यो भिडियो अन्तिमसम्म सुनिदिनु भएकोमा धन्यवाद।